यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य रोजगारीका लागि विदेश जाने नेपालीहरूको भिड हो। बेला बेला यो भिडले देशप्रेमीहरूलाई चिन्तित पारिरहेको छ। सामान्य रोजगारी नपाएर परिवार पाल्न विदेश जानुपर्ने अवस्थामा रहेका नेपालीहरूले देशमै केही गर्न किन नसकेका होलान् भन्ने प्रश्न पनि उब्जाउँछ। अझ के नेपालमा कुनै उद्यम वा रोजगारी नै गर्न नसकिने हो त भन्ने प्रश्न सबै युवा नेपालीहरूलाई खड्किरहेको छ। नमस्कार, म रामचन्द्र मिश्र। हामी स्थानीय तहहरूले रोजगारी सिर्जना गर्न के गरिरहेका छन् भन्ने बुझ्न हेटौडा उपमहानगरपालिका पुगेका थियौँ। हेटौडा पुग्दा मेयर मीना कुमारी लामाले आफूले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताएकी थिइन्। हामीले स्थानीय तहले हाम्रै महिलाहरूले चाहिँ उत्पादन गरेर, हाम्रै युवाहरूले उत्पादन गरेर चाहिँ कपडा किन नलाउने, नबन्ने भन्ने हिसाबले हामी धेरै अध्ययन गऱ्यौँ। गरेपछि यी कुराहरू 14वटा कुराहरूमा हामीले सुरु गऱ्यौँ। अहिले 14वटा कुरा छ। मुख्य कुरा भने अब हामीले अहिले विस्तार उत्पादन गरेर ब्रान्डिङ गरेका छ। हामी सहकारी मार्फत, समूह मार्फत गरेका छौँ। त्यसै गरी अहिले हाम्रो गुन्द्रुक ब्रान्डिङ गऱ्यौँ। कञ्चनजङ्घा सहकारीले महिला दिदीबहिनी त्यहाँ लाग्नुभएको छ। अहिले हाम्रो त्यो गुन्द्रुक अस्ट्रेलिया अमेरिकासम्म जान्छ, डिमान्ड छ त्यहाँ। अहिले मेरो लक्ष्य भनेको 4 अरब लगभग गुन्द्रुक चाहिँ चाइनाले पठाउँछ अरे, देखिए कर तिरेर। तर अब अदृश्य रूपमा कसरी आउँछ त्यो थाहा छैन। अब इन्डियाको त कुरै छैन, अब बोर्डर छ। किन चाहिँ हेटौडाले वर्षमा 1 करोड गुन्द्रुक उत्पादन नगर्ने भन्ने लाग्यो। अहिले लगभग 1 वर्षमा 15-20 लाखको गुन्द्रुक चाहिँ महिला दिदीबहिनीले उत्पादन गर्नुभएको छ। अर्को कुरा, हामीले गार्मेन्ट 2टा गार्मेन्ट उद्योग खुलेका छौँ। त्यहाँ काम गरिरहनु भएको छ। यो चाहिँ हेटौडाले गरेको छ, तपाईँले त्यहाँ देख्नुहुन्छ। त्यसै गरी अहिले अर्को कुरा चाहिँ हाम्रो मेवा खेती सुरु गऱ्यौँ किसानसँग जोडेर। अहिले 12, 13, 14, 15 प्राय मेवाहरू अब अहिले चाहिँ यो पानी नपरेको भएर अलिक कठिन भइरह होला। यो सिजनल नै छ। अहिले पनि छ। मौसमी खेती हो कि यो होइन, बेमौसमी फल्छ। त्यस्तो ड्रागन फ्रुट गर्नुभएको छ युवा भाइहरूले। अहिले हेटौडाको ड्रागन फ्रुट, मेवा अनि अम्बा पनि अलिकति पाइलेटिङ रूपमा सुरु गरेको, अलिअलि बेच्न थाल्नु भएको छ। अहिले चाहिँ काठमाडौँ चाहिँ कालीमतीमा पनि हामीले त्यहाँ समन्वय गरेर त्यहाँनिर जान्छ। प्रत्येक भाटबेटिनमा मेवा, हेटौडाको मेवा, ड्रागन फ्रुट जान्छ। त्यसै गरी अर्को चाहिँ हामीले लसुन सुरु गरेका छौँ। अहिले अनि दालमोठहरू बनाउने कुराहरू सुरु गरेका छौँ। यसरी 14वटा आइटम चाहिँ हामीले सुरु गरेर त्यसलाई ब्रान्डिङ गरेर चाहिँ अहिले काम सुरु गऱ्यौँ। र अनि ढाका उत्पादन सुरु गरेँ मैले। अब अहिले मैले लगाइरहेको पनि हाम्रो उत्पादन हो। यो पनि अहिले बाहिर पनि जान थालेको छ भन्दाखेरि। अनि अर्को एउटा चाहिँ उद्यमसँग जोड्ने तर कल्चरसँग जोडेर भनेर अनि 1 नम्बर वडाको चाहिँ दिदीबहिनीले पञ्चे बाजा उहाँहरू गरेर त्यो पनि व्यावसायिक रूपमा उहाँहरू अहिले भ्याइ नभए पनि काम गरिरहनु भएको छ। त्यो भएको भएर र अर्को हामीले के गर्यौँ भन्दा हाम्रो चाहिँ खुवा क्षेत्र यो 17 र 6 जोडेको चाहिँ खुवा क्षेत्र 16, 17मा चाहिँ खुवा भनेको दुधको उहाँहरूलाई खुवाबाट मिठाई बनाउने पनि तालिमहरू पनि हामीले दिएका छौँ। अहिले उहाँहरू पनि गरिरहनु भएको छ। त्यसको बजार चाहिँ कसरी सुनिश्चित? बजार त एकदम राम्रो छ। खुवाको राम्रो छ बजार छ। तपाईँले देख्नुहुन्छ यो चुची खोलामा उहाँहरू पहिलादेखि व्यवसाय पनि गरेर आउनुभएको छ। त्यो खुवालाई मिठाईमा रूपान्तरण गर्ने तालिमहरू पनि दियौँ। उनका कुरा सुनेर मात्रै त भएन नि, हामीले कुरा अनुसारको उपलब्धि हेर्ने चाहना राख्यौँ। उपमहानगरको समन्वयमा हामी एक युवा कृषि उद्यमीको कृषि फर्ममा गयौँ। आम युवा विदेश पलायन हुने भिडबाट बाहिर निस्किएर हेटौडाका फेन्सु लामा भने कृषि कर्मतिर लागेका रहेछन्। मेरो नाम फेन्सु लामा, मेरो घर हेटौडा 13 फरमभरि र पेसाले म कृषि उद्यमी, व्यवसाय पनि भन्न म रुचाउँछु। र मेरो फार्मको नाम चाहिँ MNS एग्रो प्राली। र मैले चाहिँ व्यावसायिक रूपले चाहिँ मेरो उत्पादनहरू भन्नुपर्दाखेरिमा ड्रागन फ्रुट, मेवा, खरबुजा, सयपत्री फुल र बाख्रा पालन रहेको छ। यो कृषि उद्यमीमा लाग्नु भएको चाहिँ कति भयो? लगभग मैले टिचिङ 6-7 वर्ष गरेँ। टिचिङ गरिसकेपछि एक किसिमको चाहिँ अब उत्पादनमा जोड्नुपर्छ भन्ने हिसाबले चाहिँ मेरो मनमा त्यो बेलादेखि नै थियो। र त्यसपछि चाहिँ मैले यो उद्यमी सुरु गरे हो। र ठ्याक्कै लागेको चाहिँ अहिले हामी 7औं वर्षमा रनिङ छौँ। सुरुमा हामीले बाख्रा पालन सुरु गरेँ, 2-4 वर्ष बाख्रा पालन गरेँ। त्यसपछि मेवा खेती गऱ्यो, त्यसपछि तरकारी खेती गऱ्यो र ड्रागन फ्रुट गरेर चाहिँ भर्खर 3 वर्ष भयो सर। सँगसँगै लिएर जानुभएको छ अहिलेलाई 3-4वटै व्यवसाय? हजुर, एक्ज्याक्टली सर। हामीले लगभग बाख्रा पालन पनि छ सर, होइन त्यो खालको चाहिँ छ। कति जति बाख्रा छन् अहिले हामीसँग भन्नुहुन्छ भने अलिक कम गरेर सर। यो चाहिँ बाख्रामा लागत अलिकति बढी पर्ने भएको हिसाबले र चाहिँ त्यसले अलिक कम गरेर अहिले बाख्रा चाहिँ लगभग हामीसँग 40वटा जति चाहिँ होला सर। बाख्रासँगै मेवा खेती भन्नुभयो। मेवा खेती चाहिँ कहिले, कुन सिजनमा कसरी गर्नुहुन्छ? साँच्चै नै अहिले वास्तवमा चाहिँ मेवा खेती चाहिँ के हो भन्दाखेरिमा
यो ठाउँलाई चिनाउनुमा चाहिँ हेटौँडा 13 पदमपुरलाई चिनाउनुमा चाहिँ एउटा मेवा खेती र अहम भूमिका खेलेको छ, जसमा ड्रागन फ्रुट पनि हो। र चाहिँ ठ्याक्कै मेवा खेती भन्नुहुन्छ भने हामीले मेवाको बिरुवा चाहिँ रेड लेडी 786 भन्ने चाहिँ जात चाहिँ एकदम राम्रो छ यो ठाउँको लागि, यो माटोको लागि। र त्यो चाहिँ हामीले ठ्याक्कै यो माघतिर बिउ राखिन्छौँ भने बिउ राखेको 1 महिनापछि या 45 दिनपछि हामीले चाहिँ त्यसलाई प्लान्टेसन गर्छौँ, के अरे चाहिँ त्यसलाई बिरुवा सार्छौँ। सारिसकेपछि 3 महिनापछि फुल फुल्छ। भन्नुको अर्थ माघमा राख्छ भने हामीले चाहिँ फागुन या चैतमा चाहिँ हामीले चाहिँ त्यो बिरुवा सारिसक्छौँ र त्यसको 3 महिनापछि लगभग असारतिर फुल फुल्न थाल्छ। र त्यही चाहिँ फुल फुलेको चाहिँ 6 महिनामा चाहिँ मेवालाई हामीले पाकेर त्यसलाई हार्भेस्ट गरेर बजार लान सक्छौँ। त्यसले गर्दा 9 महिनाको चक्रमा हामीले चाहिँ मेवालाई चाहिँ बिउ राखेर पनि उत्पादन गरेर पनि हामीले बजार पुर्याउन सक्ने अवस्था छ सर। कति जति मेवा चाहिँ तपाईँहरूले 1 वर्षमा हार्भेस्ट गर्न सक्नुहुन्छ? साँच्चै नै सर एउटा बोर्ड भन्नुहुन्छ भने लगभग एउटा बोर्डमा मेवामा खर्च आउँछ लगभग 500 देखि 1000 आउँछ। हामीले कस्तो खाले प्रविधि गर्ने, अब आधुनिक तरिकाले गर्ने कि अब चाहिँ व्यावसायिक तरिकाले आधुनिक व्यवसाय गर्ने हो कि अथवा अलिकति चाहिँ कम लागतमा गर्ने भन्ने कुरा पनि त्यसमा डिपेन्ड हुन्छ। त्यसले गर्दा 500 देखि 1000 एउटा बोर्डमा मेवा खर्च जान्छ भने लगभग एउटा चाहिँ बोर्डमा के फरेन भन्दाखेरिमा मुनि भुइँमा सुतेर टिप्ने हो सुरुमा पहिलो लटको, त्यसपछि उठेर बसेर टिप्ने हो, बल्ल त्यसपछि लास्टमा त उठेर टिप्ने हो। त्यसले गर्दाखेरिमा यो चाहिँ एउटै बोर्डमा 50 वटा भन्दा बढी चाहिँ डल्लो मेवा फल्छ। त्यसले गर्दा एउटाको एभरेज साइज भन्नुहुन्छ भने 2 किलो भन्दा कम हुँदैन र 100 किलो भन्दा माथि फल्छ यो चाहिँ। र अहिले चाहिँ हाम्रो वास्तवमा ठ्याक्क भन्नुपर्दाखेरिमा 1 किलो मेवा उत्पादन गर्दामा किसानको लागत भनेको चाहिँ 25 रुपियाँ जति पर्छ सर, होइन। अब त्यो चाहिँ अब विभिन्न रोग किराले कहिलेकाहीँ तलमाथि गर्न सक्छ, तर चाहिँ 25 रुपियाँ चाहिँ स्ट्यान्डर्ड चाहिँ किलो हो। किसानलाई 25 रुपियाँ किलो 1 किलो मेवा उत्पादन गर्दा त्यति खर्च लागेको हुन्छ। त्यसले गर्दा हामीले बजारमा चाहिँ अफ सिजनको बेलामा यो विशेष गरी चाहिँ यो गर्मी महिनामा बढी मेवाको चाहिँ बढी बिक्री भएको कारणले गर्दा त्यो बेलामा हामीले चाहिँ 50 भन्दा माथि पाउँछौँ। त्यसले गर्दाखेरिमा मेवामा फाइदा राम्रै छ। र चाहिँ यदि जाडो याममा पनि अलिक कम बिक्री हुन्छ, तर त्यसलाई चाहिँ जाडो याममा पनि खाने तरिकाहरू छन्, जस्तै कि तातो पानीमा डुबाएर त्यसलाई चाहिँ अलिकति चाहिँ तातो बनाएर पनि छ। र बाई प्रोडक्ट पनि जाँदैछौँ। त्यसले गर्दाखेरिमा मेवामा चाहिँ मलाई जहाँसम्म लाग्छ यहाँ 13 नङ वडाको सम्पूर्णको चाहिँ आय आर्जन वृद्धिमा एउटा ठुलो भूमिका खेल्छ जस्तो लाग्छ मलाई। लगानीको हिसाबले कताबाट लगानी जुटाउनु भयो र यो व्यवसाय कृषि व्यवसायमा अगाडि बढ्नुभयो? ठ्याक्कै सर चाहिँ जब मैले चाहिँ टिचिङ पेसा छोडेँ त्यसपछि चाहिँ उद्यम गर्नुपर्छ भन्ने हिसाबले चाहिँ म कता कता चाहिँ के गर्नुपर्छ चाहिँ भन्ने थियो। र त्यो बेलामा चाहिँ ठ्याक्कै हामीसँग पहिला सुरुमा बाख्रा पालन गरिरहनु भएको थियो र घरमै पहिलेदेखि नै 20-25 वटा बाख्रा चाहिँ पहिलेदेखि नै हुन्थ्यो सर। र त्यही बाख्रालाई चाहिँ राम्रो गर्नु पर्यो भन्ने हिसाबले चाहिँ हामी गर्दै गऱ्यौँ। र त्यसपछि त्यसरी नै पैसा जम्मा पनि भयो र मसँग पनि अलिअलि पैसा भएको कारणले सुरुवात त्यहाँबाट गऱ्यो। पछि चाहिँ अनि हाम्रो चाहिँ स्थानीय यहीँको स्थानीय चाहिँ सङ्घ सहकारीहरूले होइन वित्तीय संस्थाहरूले चाहिँ सहयोग गर्नुभयो। त्यसपछि भने चाहिँ क वर्गको ब्याङ्क अहिलेको चाहिँ लक्ष्मी सनराइज ब्याङ्क र चाहिँ अहिले चाहिँ मेरो कारोबार चाहिँ भन्नुपर्दा कृषि विकास ब्याङ्क शाखा कान्तिराज पद हेटौँडामा छ सर। स्थानीय सरकारले चाहिँ तपाईँलाई कसरी सहयोग गरेको छ वा छैन, के छ? एक्ज्याक्टली सर, यो हाम्रो जब नेपाल सरकार 3 तहमा विभाजन भयो, सङ्घ, प्रदेश र स्थानीय तह। र साँच्चै नै सर यो चाहिँ स्थानीय तह चाहिँ यस्तो चाहिँ सरकार बन्यो कि प्रत्यक्ष चाहिँ किसानसँग जोडिने या चाहिँ भुइँ मान्छेसँग जोडिने डाउन टु अर्थ गर्ने मान्छेसँग जोडिने सरकार भएको कारणले गर्दाखेरिमा यो स्थानीय तहले अथवा वडा सरकारले चाहिँ वडा कार्यालयलेबाट चाहिँ ठुलो सहयोग पाएको छ। र अहिले वडामा पनि भन्नुहुन्छ भने नगरपालिकाबाट चाहिँ अहिले पशु प्राविधिकहरू कृषि प्राविधिकहरू राख्नु भएको छ। त्यसले गर्दाखेरिमा उहाँहरू बेला बेला आउनु भएर हाम्रो फार्ममा निरीक्षण गर्नुहुन्छ र चाहिँ हामीले बोलाउँदाखेरि उहाँहरू तुरुन्त आएर त्यो खालको चाहिँ सेवा दिनु भइरहेको अवस्था छ। र त्यो चाहिँ त्यति मात्र नभइकन चाहिँ पटक अहिले विभिन्न खालको चाहिँ भाइरसहरू आएर बेलामा जसले बाख्रामा भन्नुहुन्छ भने कहिले पिपिआर रोगहरू विभिन्न खालको रोग आएर चाहिँ त्यो रोगलाई पनि निःशुल्क रूपमा भ्याक्सिनेसन गर्ने काममा पनि हाम्रो वडा सरकारले सहयोग गर्नुभएको छ। त्यसै गरी वडा सरकारले विभिन्न खालको चाहिँ सिफारिसमा या चाहिँ यो कार्यक्रमहरूमा पनि जानकारी गर्नुभएको छ र कार्यक्रम पनि पटक चाहिँ दिनु भएर हामीलाई हौसला एउटा प्रदान गर्नुभएको छ सर। हेटौँडा उपमहानगरपालिकाले आर्थिक अवस्थामा चाहिँ कसरी सहयोग गरेको छ? यस आर्थिक अवस्थामा भन्नुहुन्छ भने हामी अहिले चाहिँ त्यो खालको सुरुमा हामीले कृषि गर्दाखेरिमा मैले चाहिँ के जानकारी गराएँ भन्दा हजुरहरूलाई सुरुमा चाहिँ कृषि कर्मको लागि हामीले 3-4 वटा तत्त्व चाहिँदैछ। त्यसमा जल हो, मल हो, बिउ हो र प्रविधि हो सर। र यी 4 वटा कुराहरूलाई नै स्थानीय तहले हेटौँडा उपमहानगरपालिकाले या चाहिँ 13 नम्बर वडाले चाहिँ राम्रोसँग चाहिँ सहयोग गर्नुभएको छ किसानहरूलाई। र चाहिँ विशेष गरेर भन्नुपर्दाखेरिमा लगानीलाई चाहिँ अलिक घटाउने, उत्पादन र चाहिँ आम्दानीलाई बढाउने गरी चाहिँ उहाँले कार्यक्रमहरू ल्याउनु भएको छ, नीति ल्याउनु भएको छ। र चाहिँ यहाँको किसानलाई चाहिँ आवश्यक पर्ने कुराहरूमा भन्नुपर्दाखेरिमा जस्तै पानीमा भन्नुहुन्छ भने अहिले यहाँनिर यही
हाम्रो चाहिँ यो एरियाको लागि चाहिँ बोरिङ गराउनु भएको छ। बोरिङ गर्नलाई चाहिँ यहाँ बजेट छुट्याइदिनु भएको छ र चाहिँ यो आउने क्रममा चाहिँ विभिन्न खालको गाडीहरू यहाँनिर चाहिँ सामान लिन आउँदाखेरिमा एक किसिमको चाहिँ बाटो अप्ठ्यारो थियो, त्यसको लागि चाहिँ सहजीकरणको लागि बाटोको लागि कृषि सडक भनेर चाहिँ हामीलाई चाहिँ सडकमा चाहिँ कार्यक्रम दिनुभएको छ स्थानीय सरकारले। त्यसै गरी नै यो चाहिँ यो प्रविधिमा भन्नुहुन्छ भने हामीलाई चाहिँ घाँस काट्ने मेसिनहरूदेखि लिएर होइन, अनि त्यसपछि आएर चाहिँ घाँस कुड्काउने मेसिनदेखि लिएर र चाहिँ यसलाई चाहिँ थोपो सिँचाइको लागि यो डिप इरिगेसन भन्छ यो पाइपमा यसले पानी झरिरहेको छ, यसलाई पनि सहयोग गर्नुभएको छ र यसरी चाहिँ प्राविधिक रूपले र आर्थिक रूपले पनि सहयोग गर्नुभएको छ र बिरुवा पनि सहयोग गर्नुभएको छ। पछिल्लो समय चाहिँ नयाँ जातको बिरुवाहरू विशेष गरी ड्रागन फ्रुटको नयाँ जातको बिउहरू सहयोग गर्नुभएको छ र मेवामा भन्नुहुन्छ भने झन् अहिले चाहिँ एकवटा एक उत्पादन हुने कार्यक्रम छ, जुन कार्यक्रम चाहिँ प्रदेश सरकारको चाहिँ कार्यक्रम हो र प्रदेश सरकारको त्यसमा 60% र चाहिँ 20% नगरपालिका 20% चाहिँ सम्बन्धित किसान भनेर अहिले चाहिँ त्यो खालको गरेको छ र त्यसमा पनि 20% हेटौँडा उपमहानगरपालिकाले चाहिँ कार्यपालिका बैठक बस्नु भएर हेटौँडा 13 नम्बरबाट चाहिँ अब मेवाको पकेट क्षेत्र है भनेर एकवटा एक उत्पादन हुने कार्यक्रमको लागि चाहिँ जोरदार तरिकाले उहाँले चाहिँ बजेट छुट्याएर चाहिँ अहिले त्यो कार्यक्रमलाई हामी चाहिँ सम्झौता गर्न अगाडि बढ्दैछौँ। त्यसले गर्दाखेरिमा सहयोग राम्रै भएको छ सर। राम्रो ड्रागन फ्रुटहरू लगाएको देखिन्छ। लगभग कति बिरुवा छन् अहिले हामीसँग? ठ्याक्कै भन्नुहुन्छ भने यसमा 10,000 बिरुवा छन् सर। चाहिँ एउटा पोलमा चाहिँ 4वटा बिरुवा रहेको छ र ती पोलमा चाहिँ गर्नुहुन्छ र चाहिँ यसमा अहिले अर्को नयाँ सिस्टम पनि गराएको छ र अब हामीले यसपालिदेखि टेली सिस्टम भन्छ, पहिला पोलिङ सिस्टम थियो भने लगभग प्रत्येक पोलमा चाहिँ 4वटा बिरुवा राख्ने र दुईटाको डिस्टेन्स चाहिँ 3 मिटरको बिचमा राखेको थियो हामीले पोलको डिस्टेन्स चाहिँ। र अब चाहिँ हामीले टेली सिस्टम भन्छ, टेली सिस्टममा चाहिँ सरर लाएर कम्तीमा पनि 1 देखि 2 फिटको बिचमा बिरुवा राखेर चाहिँ हामीले चाहिँ सललललाई चाहिँ यसरी चाहिँ बिरुवा राखेका छौँ र यसले चाहिँ के हुन्छ भन्दा बिरुवा पनि धेरै लाग्ने र यसमा फल पनि धेरै फल्ने र आम्दानी पनि बढी हुने भएको कारणले गर्दाखेरिमा हामीले अहिले यो विधितिर चाहिँ अहिले टेली सिस्टमतिर गएर हामीले लगभग हामीसँग 10,000 भन्दा माथि बिरुवा छन् सर। उत्पादनको हिसाबले 2-3 वर्ष तपाईँले सुरुवात गरेको भयो भन्नुभयो, कस्तो भयो? सुरुको वर्ष कस्तो भयो, दोस्रो वर्ष कस्तो भयो, अहिले कस्तो होला, अपेक्षा कस्तो गर्नुभयो? साँच्चै नै सर यो पहिलो पटक चाहिँ यो बारी भन्नुहुन्छ भने हाम्रो यो चाहिँ यो भूमि भन्नुहुन्छ भने यति राम्रो माटो छ जसमा चाहिँ हामीले यदि चाहिँ यसमा अहिले पनि जेसिबी ल्याएर यसलाई खनिदियो भने लगभग 2 मिटरसम्म हामीले माटो भेट्छौँ। यस्तो राम्रो जमिन छ हाम्रो यहाँनिर र यो उर्वर भूमिमा चाहिँ के छ भन्दाखेरिमा सर पहिला सुरुमा चाहिँ कोदो र मकै भन्दा केही पनि हुँदैन थियो र त्यसले गर्दाखेरिमा किसानको आम्दानीको स्रोत चाहिँ एकदम कम थियो र हामीले कसरी हुन्छ हाई भ्यालु क्रप्स, हामीले हाई भ्यालु क्रप्स ल्याउनुपर्छ, उदयमान बिउहरू चाहिँ उदयमान चाहिँ फल काम गर्नुपर्छ भन्ने हिसाबले चाहिँ यो नेपालमा चाहिँ ड्रागन फ्रुटको चाहिँ उदयमान थियो र मेवा पनि एउटा चाहिँ भनौँ न उदयमानको रूपमा थियो। त्यसले गर्दा हामीले मेवा र ड्रागनलाई विशेष फोकस गरेर चाहिँ कार्यक्रम गरिरहेछौँ र त्यो हिसाबले चाहिँ यो माटो पनि राम्रो भएको कारणले गर्दाखेरिमा एक किसिमको चाहिँ यो राम्रै भइरहेछ सर। अरू उद्यमीहरूलाई के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ? साँच्चै नै युवाहरूलाई विशेष गरी विदेश पलायन भइरहेका युवाहरू छन्, अहिले देशमा रोजगारी भएन भन्ने छ, उद्यमशीलता भएन भन्ने एउटा चर्चा छ, के सन्देश छ तपाईँको? साँच्चै नै सर यस्तो छ सर, यो चाहिँ के हो भन्दाखेरिमा सन्तुष्टि कहाँ हुने भन्ने कुरा हुँदो रहेछ सर होइन। त्यसले गर्दाखेरिमा सन्तुष्टि चाहिँ लिनुपर्ने छ रहेछ सबभन्दा ठुलो कुरा चाहिँ। र सन्तुष्टिको कुरा गर्नु पर्दाखेरिमा म यो पेसा गरेर सन्तुष्टि छु र कृषि पेसामा लागिरहँदाखेरिमा किसानको अथवा चाहिँ परिवारको साथ सपोर्ट चाहिँ एकदम आवश्यक छ सर। पहिलो कुरा चाहिँ यदि परिवारको साथ सपोर्ट भएन भने कृषि पेसामा चाहिँ सफलता प्राप्त गर्न गाह्रो छ र कृषि पेसा गरिरहँदाखेरिमा चाहिँ हामीले एकदम धैर्यता चाहिन्छ एउटा सर, अनुशासन पनि काम गर्नुपर्छ। यदि धैर्य र अनुशासनमा चाहिँ हामी बसेन भने कृषि पेसामा त्यो खालको चाहिँ एउटा चाहिँ पोजिटिभ भाइब्स भएन भने त्यसलाई गाह्रो छ सर होइन, काम गर्न गाह्रो छ। त्यसले गर्दाखेरिमा हामीले सबैजना आउनुपर्छ, यो कृषि पेसामा लाग्नुपर्छ र लाग्दाखेरिमा हामी व्यावसायिक कृषि गर्नुपर्छ सर। यो चाहिँ लगभग हामीसँग भन्नुहुन्छ भने नेपाल त एउटा 66% या 60% भन्दा बढी चाहिँ कृषिले आर्जित भएको चाहिँ भएको देश हो, कृषि प्रधान देश हो। तैपनि के छ भन्दाखेरिमा धेरै चाहिँ चिजहरू चाहिँ हामीले बाह्य मुलुकबाट तेस्रो मुलुकबाट दोस्रो मुलुकबाट ल्याउने अवस्था छ। त्यसले गर्दाखेरिमा हामीले चाहिँ त्यो घटाउनको लागि हामीले व्यावसायिक हुनु जरुरी छ र चाहिँ व्यावसायिक चाहिँ किसान हुनु जरुरी छ र जति पनि यो धेरै मान्छे पनि यसमा लागेको हुनाले यसमा चाहिँ रोजगारको सिर्जना धेरै हुने र विदेशबाट जो हुनुहुन्छ उहाँहरू चाहिँ सजिलोसँग लाग्न सक्ने र चाहिँ कृषिमा चाहिँ एउटा चाहिँ कृषिले नै हो देशको काँचुली फेर्ने। अरू कुरा भन्दा एउटा चाहिँ देशको चाहिँ मेरुदण्डको रूपमा चाहिँ कृषिलाई पनि लिइन्छ, पर्यटन पनि लिइन्छ र हाइड्रो पावर हामीसँग प्रशस्त पानी भएको कारणले गर्दा यी 3 चिजलाई चाहिँ यदि नेपाल सरकारले राम्रोसँग चाहिँ बुझेर यो चाहिँ हाम्रो स्ट्रेन्थ हो भनेर चाहिँ चिनेर गर्ने हो भने साँच्चै नै यो 3 पेसाबाट देशले 3 चिजबाट मुख्य चिजबाट चाहिँ देशले काँचुली फेर्न सकिन्छ र विदेशमा जति पनि हुनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू उहाँहरू पनि यो देशमा चाहिँ
कृषि कर्म गरेर चाहिँ अगाडि बढाउन सकिन्छ। यहाँ थुप्रै खालको चाहिँ जग्गाहरू बाँझो छन्, त्यसले गर्दाखेरि तपाईँहरू सम्पूर्णलाई चाहिँ म आउन पनि आह्वान गर्छु र मैले जानेको चाहिँ सिपहरू चाहिँ ज्ञानहरू म तपाईँहरूसँग सेयरिङ गर्न पनि आतुर छु र मैले गर्नुपर्ने साथ सहयोग कहाँ कसरी हुन्छ चाहिँ विभिन्न खालको चाहिँ मैले चिनजान भएको या मैले सिकेको ज्ञान सिपहरू र मसँग भएको प्राविधिक ज्ञानहरू सबै म तपाईँहरूसँग चाहिँ सेयर गर्न पनि चाहन्छु। त्यसले गर्दाखेरिमा तपाईँहरू सम्पूर्ण स्वागत गर्न चाहन्छु। र अरू गर्दा मैले फेरि पनि मैले तपाईँलाई दोहोऱ्याएँ, हामीले कम लगानीमा पनि विभिन्न खालको चाहिँ पेसा गर्न सकिन्छ। तपाईँहरूले धेरै लगानी पनि पर्दैन कृषिमा, सुरुवात कम लगानीबाट गर्नुहोस् र आम्दानी र त्यसको चाहिँ उत्पादन धेरै बढाउने काम कुराहरू छ, त्यो खालको चाहिँ हाई भ्यालु क्रप्सहरू लगाउँ र चाहिँ एकचोटि चाहिँ हेरेर मात्र होइन, चाहिँ राम्रोसँग बुझेर त्यो सम्बन्धी ज्ञान लिएर चाहिँ अलिकति त्यसमा चाहिँ नलेज बढेर चाहिँ काम गरौँ र चाहिँ म सम्पूर्णलाई म यही आह्वान गर्छु। हेटौँडा महानगरपालिकाको सहयोगमा उनले हेटौँडामै ड्रागन फ्रुट मेवा खेती गरेका रहेछन्, बाख्रा पालन पनि गरेका रहेछन्, हेटौँडामै बसेर राम्रो कमाइरहेका रहेछन्। उनलाई बजारको चिन्ता छैन। बजारको सुनिश्चितताका लागि हेटौँडा उपमहानगरपालिकाले पनि समन्वय गरिदिएको छ, कृषि एम्बुलेन्स दिएको छ। फेन्चु आफ्नै कृषि उत्पादन भाटभटेनी सुपरमार्केटदेखि सरकारी कार्यालयसम्म बेचिरहेका छन्। चिस्यानका लागि प्रविधि पनि जडान गरेका छन्। फेन्चु देशमै रमाइरहेका छन्, अरूलाई पनि नेपालमै केही गर्न प्रेरणा दिइरहेका छन्। फेन्चुलाई हेटौँडा उपमहानगरपालिकाले सहयोग गरिरहेको छ। फेन्चु जस्ता धेरैलाई सहयोग गरेको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा बताउँछिन्। अब होला मासमा धेरैजनाले ठुलो रकम नकमाउला, तर यहीँ बसेर आफ्नो घरको काम गरेर 2 पैसा आम्दानी गर्ने चाहिँ जनसङ्ख्या चाहिँ अहिले देख्न थालेको छ। फेन्चु जस्ता युवाहरू दिनौँ रोजगारीका लागि विदेश जान पासपोर्ट बोकिरहँदा उनले नेपालमा पनि केही गर्न सकिन्छ है भनेर देखाएका छन्। नेपालकै माटोमा पसिना बगाएका छन्, यहीँ आम्दानी बटुलेका छन्। फेन्चुले बैंकबाट कर्जा लिएका छन्, कर्जाको किस्ता तिर्दै काम अझ बढाउँदैछन्। फेन्चुको कृषि फर्म हेर्दा लोभ लाग्दो छ, सानै भए पनि रोजगारी सिर्जना गरेका छन्। तपाईँ हामी पनि फेन्चु जस्तै नेपालमै उद्यमी पो बन्ने हो कि? मेरसाप.com अब स्थानीय सरकारका गतिविधि पहिला। हाम्रा सामग्री लाइक, सब्स्क्राइब, कमेन्ट र सेयर गर्न नभुल्नुहोला।